हेलो एन्ड नमस्ते गाइज। आज चाहिँ म लिची च्यालेन्ज गरिराखेको छु, त्यो पनि आफैसँग है। लिची चाहिँ मेरो एकदमै फेभरेट फ्रुटमै पर्छ होइन। अनि अस्ट्रेलियामा चाहिँ खासै धेरै पाइँदा पनि पाइँदैन, पाए पनि एकदमै एक्सपेन्सिभ हुन्छ क्या, लाइक समटाइम्स $30 to $40 पर केजी मैले देखेअनुसार चाहिँ है। अनि नेपालको चाहिँ एकदमै छानी छानी मिठो मिठो पनि खान पाइन्छ नि त। सो मम्मीले लिएर आउनुभएको थियो एउटा झुप्पा लिची है। अनि त्यसबाट अलिकति मम्मीले खानुभयो। अनि मैले चाहिँ कतिवटासम्म खान सक्छु, ल बसेर खान्छु नि त म भनेर सोचेर खान थालेको है। आई फिनिस इट अल के है। अनि अहिले पनि यो भिडियोको भोइस ओभर गर्दा नि मेरो मुख चाहिँ रसाइरहेको छ कि यस्तो मनपर्छ मलाई लिची चाहिँ। अब यति हेरिसकेर म फेरि गइहाल्छु लिची किन्नको लागि। नेपालमा हुँदाखेरिसम्म चाहिँ म अस्ट्रेलियामा जे खानेकुरा चाहिँ यस्तो धेरै खान पाउँदैन नि, त्यो चाहिँ सब खाएर जानेवाला छु। सो मैले चाहिँ स्टार्ट गरेँ। हजुरहरू पनि टन्न खानु होला है, लिचीको सिजन छ अहिले, अब त सकिन पनि लागिसक्यो। अनि हेर्दै जामै त मैले कतिवटासम्म खान सक्छु भनेर। अनि के गाइज, यो लिची चाहिँ एकदमै फ्रेस अनि जुसी छ क्या। त्यो एडहरूमा भन्छ नि म्याङ्गो फ्रुटी फ्रेस एन्ड जुसी भने जस्तै खालको लिची छ क्या। यो चाहिँ लास्टै मिठो। सो गाइज, मैले चाहिँ त्यहाँ भएको लिचीमध्ये एक दुईवटा किरा लागेको चाहिँ छोडेँ, अरू चाहिँ सबै खाइसकेँ। यति खाइसक्दाखेरि चाहिँ मलाई यहाँभन्दा चाहिँ खान सक्दिनँ भन्ने फिल भयो है, जे भए पनि। See you all in next video. Bye. Keep loving and supporting.